नमस्ते सबैजनामा सन्चै हुनुहुन्छ। 33 कोटी देवी देवता शिरामाथि लगाएछ है। फाइनली दिल्ली पुगेछ। दिल्ली एम्बेसीमा भोलि इन्टरभ्यू छ हाम्रो। आज 6 तारिक हो। नमस्ते सबैजनामा सन्चै हुनुहुन्छ हजुरहरू। आज पनि सानो भ्लग बनाउँदैछु किनकि काठमाडौँ टु दिल्ली जाँदैछु। दिल्ली एम्बेसीमा फर इन्टरभ्यू लागि रमनियाको लागि होइन। के कस्तो हुन्छ तपाईहरुले त्यहाँ जाँदा बस्दा के हुन्छ होइन, कसरी त्यहाँ इन्टरभ्यूमा के सोधिन्छ क्वेसनहरू, कसरी भित्र जाने इन्ट्री गर्ने होइन, कसरी होइन एक्जिट गर्ने होइन, तपाईहरुलाई सबै म सबै भन्ने छु। सो सबैजनाले हेर्दिनु होला लास्टसम्म नस्किप गरेर। अनि तपाईहरुले यदि तपाईहरुलाई मन पर्यो भने यो भिडियो होइन लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। ल अब चाहिँ भिडियोमा है। कोटी देवी देवता शिरामाथि बसो हजुरले आँटेको कुरा लाउन सफल हौ। बाला बच्चा नानीहरूले राम्रोसँग पढोस्, पढै जान्छु विदेश भनेर जानु दिल्ली एम्बेसीमा भोलि इन्टरभ्यू छ हाम्रो। आज 6 तारिक हो। भोलि 7 तारिक हाम्रो इन्टरभ्यू छ होइन। के गर्छ त होइन, इन्टरभ्यूमा कसरी डकुमेन्ट मिलाउने, अनि को आउँछ हामीलाई रिसिभ गर्न, को होटलमा लिन्छ होइन, कसरी जाने तीको कुराहरू तपाईँलाई भन्ने छु होइन। अब भिडियोमा भनिरहनु होला, नस्किप गरेर अब हेरिदिनु होला होइन लास्टसम्म होइन। सो अब चाहिँ लागौँ टपिक्समा होइन। अब 6 तारिक इन्डिया पुग्यो होइन। पुगेको दिनमा अब उसले इन्डियाको एजेन्टले एक्सेप्ट गर्छ के रिसिभ गर्छ क्या हामीलाई। नेपालको मेन पावरको एजेन्ट हुन्छ होइन इन्डियामा, उनी रिसिभ गर्छ, उनले लिन्छ होटलमा। अनि खाना बस्न उतै उनले व्यवस्था गरिसके हुन्छ होइन, गर्छ। हाम्रो पहिले अलरेडी मेन पावरले ल्याउँछ नि त, 16-17 हजार लिन्छ क्या नेपालमा टिकटको, आउने जाने टिकट अनि खाना बस्ने होटलमा त्यसको लिएको हुन्छ। उनी त्यसै गरी हाम्रो पनि लिएको थियो र उनीहरूले रिसिभ गरे होइन। होटलमा खाना खायौँ। अनि त्यसपछि त्यो 6 तारिकको दिनमा उनीहरूले डकुमेन्टहरू मिलाइदिन्छ कि हामीलाई के चाहिन्छ, कति लाग्ने डकुमेन्टहरू सबै मिलाइदिन्छ होइन। हाम्रो के लाग्छ न्यू दिल्लीमा होइन, एम्बेसीमा इन्टरभ्यू जाँदाखेरि पासपोर्टको फोटोकपी, अनि त्यसपछि 2टा फोटो होइन, नागरिकताको ओरिजिनल रङ्गिन हाला भनौँ न, डिजिटल वाला फोटोकपी, अनि त्यसपछि वर्क पर्मिटको फोटोकपी होइन। डिजिटली राम्रो भयो राम्रो, सादा पनि हुन्छ। अनि हाम्रो पनि त्यस्तै गरी मिलायौँ होइन। त्यसपछि अब फेसमा तपाईँको चेन्ज छ भने, तपाईँको 6-7 महिना पहिला प्रोसेस गर्दाखेरि त अब तपाईँको सेम फेस छ, अहिले पनि सेम छ भने फोटो खिच्नु परेन होइन, केही गर्नु पर्दैन। अब सेम पहिलाभन्दा मोटाउनु भएको छ, पहिलाभन्दा दुब्लाउनु भएको छ भने पक्कै नै तपाईँको फेसमा अलिकति डिफ्रेन्ट आउँछ। सो अहिले मोटाउनु भएको छ भने फेरि खिच्नुपर्छ होइन, उस्तै हुनुहुन्छ भने खिच्नु पर्दैन। अलिकति तपाईँको चेन्जिङ छ भने चाहिँ खिच्नुपर्छ है फेरि फोटो। हाम्रो खिच्नु परेको थिएन, अब पहिला पनि उस्तै थियो, अहिले पनि उस्तै छु होइन। सो त्यसैले हामी केही खिच्नु परेको थिएन, ठिक त्यो सबै कुराहरू। अनि त्यो दिनमा अनि सबैजनाले एक ठाउँमा बोलाएर अनि कसरी भोलि इन्टरभ्यू दिने, कसरी बोल्ने त्यहाँ भने हल्का सिकाउँछ कि। सबैजना राखेर एक-एकजना गरेर इन्टरभ्यू लिन्छ भनौँ न। त्यहाँको इन्डिया एजेन्टले आउँछ, ट्याकै बस्छ, अब सोध्छ कि अब सबै नै न्याम होइन। त्यस्तै गरेर हाउ ओल्ड आर यु होइन, वाट कम्पनी यु आर वर्किङ होइन, त्यस्तै टाइपको होइन क्वेसनहरू सोध्छ। अब त्यो क्वेसनहरू त नर्मली सबैले दिने कुरा हो होइन, त्यस्तो सोध्छ। अनि त्यसपछि अब 7 तारिक हाम्रो इन्टरभ्यू दिउँ, 6 तारिक जस्तो सबै कुरा सोधेर हामी सबैले दिएको थियौँ। त्यस्तो नर्भस नहुने, एकदम ढुक्कको साथ कि एकदमै सादा सिम्पल टाइपको हुन्छ कि, त्यस्तो केही डराउनै पर्दैन। त्यसपछि बिहान लग्यो होइन। बिहान भने 8-9 बजीतिर इन्टरभ्यू गराएको थियो दिल्ली एम्बेसीमा, त्यो रमनियाको एम्बेसीमा। अनि इन्ट्री गरेँ, लाइन बाई लाइन जाने हो होइन।
लाइन बाई लाइन जाने हो, त्यसको नामसाम हुँदैन। अब जस्तै मभन्दा अगाडिको छ होइन, ट्याक्कै कति नम्बरमा गयो कति नम्बर जाने भने त्यहाँको सेक्रेटरीले भनिदिन्छ कि फलानु 1 देखि 4 सम्म काउन्टर हुन्छ, त्यहाँ जाँदा जाऊ भन्छ कि। त्यस्तै गरी अब अगाडिको कहाँ जान्छ, अब अर्को त्यो सिद्धिहरू त्यो आउँछ भने आफ्नो पालो मेरो पालोमा आउँछ, मेरो चाहिँ 4 नम्बर परेको थियो, 4 नम्बर काउन्टरमा परेको थियो होइन। अनि त्यहाँ गएर अनि डकुमेन्टहरू त्यहाँ टक्क हुन्छ कि उता सिसा हुन्छ, इन्टरभ्यू दिनेहरू हामीभन्दा उतापट्टि हुन्छ, हामी जस्ट यतापट्टि हुन्छ, उसको देखिन्छ भनौँ न, सिसा हुन्छ तल हुन्छ ट्याक्क त्यसको घर जस्तो हुन्छ कि त्यहाँनिर डकुमेन्टहरू उसले राख्दिनँ होइन, उसले लान्छ कि लान्छ, उसले सोध्छ होइन, हचियर नेम भन्छ होइन, जस्तो नाम भने अवलडारी भन्छ होइन, डु हेभ एक्सपिरियन्स होइन, कति वर्षको छ त्यो अनुभव, कति वर्षको छ होइन, कहाँ काम गरे हो होइन। अनि त्यसपछि अनि रोमानिया किन चुज गरिस् होइन, अनि रोमानिया गएर अन्त भागेर त जाँदैनस्, काम त गर्छस् होला गर्छस् भन्छ होइन, सोध्छ त्यसो भन्ने, सब नो भन्नु हुँदैन होइन, सबै कुरा भन्ने। अनि त्यसपछि तेरो मान्छेहरूको रोमानिया अन्य कन्ट्री युरोपतिर छ कि छैन भन्नु सोध्छ होइन, छैन भन्ने होइन। अनि त्यसपछि म्यारिड अनम्यारिड भन्छ होइन, त्यो पनि अब जे छ त्यही भन्नु पऱ्यो होइन, डकुमेन्टमा जे छ त्यही भन्ने हो होइन। त्यस्तै हो इन्टरभ्यूभित्र, त्यस्तो नर्मली सोध्छ होइन, एकदमै सामान्य सिम्पल त्यो टाइपको, त्यो डराउनु पर्दैन, एकदम नर्भस हुनु, एकदम ढुक्कको साथ एकदम अनुशासित भएर एकदम डिसिप्लिन होइन, एकदमै के उनीभन्दा अब जान्ने नहुने होइन, उनीहरूले जति भनेको कुराहरूमा ट्याक दिने, छोटो मिठो दिने कि लामो उनीहरूले जान्ने भएर दियो भने फेरि रिजेक्ट हुने सम्भावना धेरै हुन्छ होइन। सो त्यसरी उनीहरूले सोधेको अनुसार यस नदिने हो होइन, अब अझै त्यही हो। त्यस्तो हो, अब धेरै त्यस्तो हार्ड क्वेसन सोध्दैन, नर्मली सोध्ने। अब त्यो युरोपियनहरू बोलेको इङ्ग्लिसहरू एकदमै सजिलो बुझिन्छ, हाम्रो यस्तो सिम्पल छ। अब अलिकति गाह्रो हुने त अमेरिकनहरू, लन्डनको होइन, त्यस्तो टाइपको बेलायतीनहरूले बोलेको अलिकति गाह्रो हुन्छ बुझ्न, त्यस्तो बोल्दैन। युरोपियनहरूले एकदमै सिम्पल हाम्रो टाइपको बोल्छ कि, अझ हचियर न्याम, हटिजर न्याम भन्छ, हटिजर न्याम उनीहरूले अरू चाहिँ अमेरिकनहरूले बोल्दा हचियर न्याम भन्ने टाइपको हुन्छ नि त, त्यस्तो हार्ड बोल्दैन, नर्मली बोले हुन्छ। सो त्यस्तो डराउनु पर्दैन, सिम्पल हुन्छ। हजुरहरूको विषय एकदम कन्फर्म लाग्छ। अनि फेरि डकुमेन्टमा चाहिँ केयर गर्नुपर्छ है, डकुमेन्टमा सिङ्गल छ भने सिङ्गलै भन्नुपर्छ, म्यारिड छ भने म्यारिड, मेरो चाहिँ बिग्रिएको छ डकुमेन्टमा होइन, के हुन्छ लेट्स सी होइन, पछि आउँछ कि भिसा रिजेक्ट हुन्छ के हुन्छ थाहा छैन होइन। मेरो डकुमेन्टमा चाहिँ म्यारिडमा टिक थियो कि, अब त्यहाँ इन्डिया एजेन्टले गर्दा बिग्रिएको छ मेरो होइन, मैले त्यो म्यारिडमा टिक लगाएको क्यारमेट गरेर सिङ्गलमा लगाइदियो कि, यसो बनाइदिएँ नेपालमा बनाइदिएँ मैले पहिला, अनि त्यसले क्यारमेट गरेर सिङ्गलमा लगाइदिएँ, केही हुँदैन भने त्यसो रिजेक्ट हुने सम्भावना धेरै हुन्छ है सर। साथीहरू एकदमै केयरफुल भएर दिनु होला, डकुमेन्टमा जे छ त्यही भन्ने होइन, झुट बोल्नु हुँदैन। झुट बोल्यो भने मार्फत उनले अबले झुट बोल्यो, भोलिको दिन त्यो काम गर्न सक्दैन, त्यहाँ भाग्छ भन्ने एउटा गर्छु हुन्छ क्या उसलाई, त्यही भएर हुन्छ होइन। त्यस्तै छ नर्मली हो, अब त्यस्तो हार्ड क्वेसन हुँदैन। अब त्यो इन्टरभ्यू सिधै दिनै पठाउँछ कि 7 तारिक इन्टरभ्यू दिन्छ, उति बेला अब कहाँ जाने त्यहाँबाट आइदिने। अब नेपालमा जान्छ भने म नेपालमा जान्छु भने नेपालमा गाडी चढ्दिनँ, पोखरा गाडी जान्छ भने पोखरामा चढ्दिनँ, अब काठमाडौँ जान्छु काठमाडौँमा अलरेडी त्यही आइआउँछ, त्यही गाडी चढ्दिनँ, अनि त्यस्तो गरेर जाने आउने नेपालमा। अब इन्टरभ्यू दिएको 35देखि होइन 30देखि 45 दिनभित्र अब अर्को के अरे इन्टरभ्यू दिएको पछि भिसा आउने हुन्छ होइन, एकदमै आउँछ। यदि रिजेक्ट भयो भने त्यति बेला थाहा हुन्छ, अनि भिसा लाग्यो भने त्यति नै थाहा हुन्छ। त्यही हो, 1 महिनादेखि 30देखि 45 दिनसम्म अनि भिसा पक्कै नै आउँछ होइन। आएपछि अब त्यही हो आएको 10-12 दिन 20-25 दिनपछि फ्लाइट हुन्छ होला होइन। सबै जोड्नु पऱ्यो, हरेक कुरा डकुमेन्टहरू मिलाउनु पऱ्यो, फेरि त्यो मेडिकल गर्नुपर्छ फेरि होइन। अनि त्यसपछि तपाईँहरूको जस्तै पासपोर्ट के छ, पहिलाको पासपोर्टमा हुँदाखेरि त त्यति बेला राष्ट्रिय परिचयपत्रको अनिवार्य थियो न, अहिले अनिवार्य गराएको छ, राष्ट्रिय परिचयपत्र पनि बनाउनुपर्छ। यदि छ बनाउनु भएन भने हजुरहरूले त्यो पनि बनाउनु पर्छ होइन। अनि पहिला पनि गरेको मेडिकल फेरि गर्नुपर्छ, फेरि मेडिकल गरेको भिसा आएको, त्यही हो 20-25 दिनपछि फ्लाइट हुन्छ अरे होइन। सो यस्तै छ मेरो अनुभव होइन, हजुरहरूलाई सेयर गरेको। कस्तो लाग्छ हजुरहरूलाई, मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। तपाईँको लाइक कमेन्टले गर्दा हल्का उत्साह आउँछ, भिडियो बनाउनु पनि एउटा जोस जागर आउँछ होइन। सो त्यसैले साथ सपोर्ट गरिदिनु होला। यही हो, यति भन्दै अहिले लागि यति नै भयो। फेरि भेटौँला अर्को भिडियोमा, नेक्स्ट भ्लगमा होइन। सो अर्को भिडियोमा भेट्ने नै छु। सो अहिले लागि यति नै भयो ल, बाई, टेक केयर।